दर्शकबिन अहिले हामी नुवाकोट भाल्चे किस्पाङ गाउँपालिका वार्ड नम्बर 1 मा छौं। अहिले यो घडी हाम्रो बिचमा यहाँका स्थानीय पास्टरसँग हामी छोटो अन्तर्वार्ता लिन गइरहेको छौं। यहाँको मण्डली 2048 सालदेखि स्थापित कसरी गर्दै आउनुभयो, हामी छोटो उहाँसँग कुराकानी गर्नेछौं। पास्टर बा, स्वागत छ हजुरलाई। जय मसीह। हजुरले कसरी प्रभुलाई पाउनुभयो? मेरो नाम थार्चन जय मसीह। जय मसीह। मेरो नाम थार्चन तामाङ हो। 46 सालतिर हो, म 46 साल र 47 साल 1 वर्ष जति म बिरामी भएको थियो। बिरामीको अवस्थाले गर्दा यो भेगमा हाम्रो यो भेगमा कतै पनि क्रिश्चियनहरु थिएन। हजुर। अनि यो 5 वटा पालिकामा तर त्रिशुली भन्दा माथि साउगो माथिखरकोमा थियो होला रे भन्ने कुरा मैले सुनेको थियो। हजुर। तर अब पछि हामी 48 सालमा यहाँ सुरु हो। बिरामीको कारणले गर्दा मैले परमेश्वरलाई पाउनु भन्दा पनि प्रभुले मलाई पाएको छ। के खालको बिरामी भएको थियो तपाईलाई त्यो समयमा? त्यतिखेर म जन्डिस व्यथा लागेको रहेछ, थाहा छैन। अनि यो गाउँको सबै मानिसहरूले पाइँयालो रोग लागेको रहेछ तिम्रो छोरा दा भने चाहिँ त्यो कुरा भन्यो। तर जन्डिस भन्ने थाहा अहिले भर्खर थाहा हुँदैछ। जन्डिसबाट प्रभुले निको पार्नु भयो तपाईलाई। हजुर। त्यतिखेर 2046 सालतिर तपाईले विश्वास गर्नुभयो। 48 सालतिर तपाईले विश्वास गर्नुभयो। हजुर। यसोलाई विश्वास गरेपछि तपाईलाई निको पार्नु भयो, यसले निको पार्नु भयो। त्यहाँदेखि तपाईले यो 2048 सालदेखि नै तपाईले विश्वास गरेर प्रभुलाई ठुलो योगदानको काम गर्नु भएको छ। कसरी तपाईको जीवन त्यो सतवाडहरु कसरी खप्दै, त्यतिखेर त धेरै ठुलो सतवाडहरु आउने गर्थ्यो, त्यो सतवाडहरुमा के सतवाडहरु हजुरको जीवनमा आयो? त्यतिखेर अब पञ्चकाल सकिने बित्तिकै बौद्धल आइरहेको थियो। बौद्धलको शासन अब 47 सालमा बौद्धल सुरु भएको थियो। 48 सालमा पुरै अब बौद्धल अब के भन्छ यो के भन्छ संविधानको अथवा त्यो नियमको कानुनको बुक आइसकेको थियो। हामीले कानुनको बुकहरु समेत हातमा लिएर अनि त्यो राख्दै थियो। अनि त्यो राख्दै गर्दाखेरि हामी बिरामीको अवस्थामा एकदम बाख्रा काटे, भेडा काटे, कुखुरा काटे, केही पनि भएन मेरो जीवनमा। केही सिप लागेन। छोरा बिरामी भयो, के भन्छ छोरी बिरामी भयो, श्रीमती बिरामी भयो। मलाई त्यो जन्डिस को माथि अर्को कामजहरु पनि लागेको थियो। 1 वर्ष जति मेरो श्रीमती 1 वर्ष जति काम्यो, 5-6 महिना काम्यो। त्यसले थाला पर्यो। मलाई पनि 3-4 महिनासम्म कामजहरुले मलाई थाला पर्यो। अनि त्यसमाथि फेरि जन्डिस लाग्यो। जन्डिसले सकाबै पर्यो, तर मर्ने अवस्था पुग्यो पनि परमेश्वरले मलाई त्यतिखेर बचाउनु भयो। अनि पछि मैले भेडा बाख्रा काट्नुको सट्टा प्रभुलाई मैले विश्वास गरे, प्रार्थना गरे। म निको भएको थाहै भएन, कतिखेर निको भयो थाहै भएन। अनि म उकालो चढ्नै नसक्ने अवस्थामा थियो। र अब म त्यो भुइँमा सुतेको अवस्थामा अब बिहान सुत्यो भने दिनभरि नै त्यही सुत्त थियो। अनि परिवारले गाली गर्दै थियो। अनि अब किन सुत्यौ यति समयसम्म भनेर चाहिँ अब उनीहरुले चाहिँ झ्याउ लाग्यो होला। उसँग काम गर्न नसकेको, खाना चाहिँ थोरै खान्थ्यो, तर त्यो पनि चाहिँ पचाउन नसक्ने अवस्था थियो। अनि म त्यो पनि त्यस्तो व्यक्तिलाई पनि मान्छे पनि दाउरा काट्न माथि जानु पर्थ्यो है। अनि त्यो मैले दाउरा काट्नलाई वनमा पुग्दाखेरि मैले सही ठाउँमा बस्दाखेरि माथि दाउराको ठाउँमा पुग्नु पर्थ्यो। तर मैले विश्वास गर्दाखेरि एक दिन मैले थाहै भएन माथि पुगेको रहेछु। कसरी पुग्यो मैले थाहा भएन। त्यहाँ माथि पुगेपछि मैले कसरी आयो, कहीँ पनि ठाउँ हेर्यौ, ठाउँ सोच्यौ, त्यो भयो त्यहाँ पनि बसेन, त्यहाँ पनि पसेन, त्यहाँ पनि पसेन। अनि हिजो अस्ति बसेको ठाउँ मैले सोध्दै गएँ, तर मैले ठाउँ याद गर्यो, तर कहीँ पनि बसेन। माथि पुगेको रहेछ म त। अब मलाई प्रभुले निको भयो कि के हो। अनि फेरि माथिबाट दाउरा बोकेर आउँदाखेरि पनि यहाँसम्म आउन सक्यो। पक्कै नै मलाई प्रभुले निको पार्नु भएको हो भनेर मैले थाहा पाएँ। अनि त्यसरी नै म अब निको हुँदै गयो। अनि अलिकति अनुहार चाहिँ फेरेको थिएन, पाइँयालेको थियो। तर त्यस्तो पनि मैले असारको महिनामा कोदाली चलाउन सक्यो। त्यसै किसिमले परिवार 2 जना नानी
नानी भएको थियो सुकमान र अनि प्रमिला छोरी थियो अनि छिमेकीहरूले दिदीहरूले तिमीले चाहिँ तिम्रो छोराछोरीले खेरो जान्छ यस्तो धर्म किन गरेको भनेर भन्थ्यो होइन दिदी म आफ्नो बच्चाहरू बालबच्चा खेरो जाल भनेर मैले प्रभुलाई चिनेको मैले चिने होइन प्रभुले मलाई चिन्नु भएको तिम्रो छोराछोरी खेरो जान्छ परिवार खेरो जान्छ भनेर प्रभुले मलाई पहिला नै अगुवाई गरेर मलाई चुन्नु भएको त्यस कारणले गर्दा म विश्वास गरेँ अनि विश्वास गर्दै गर्दाखेरि सासू ससुराहरूले फेरि अलिकति दबाब गर्न लागे है ससुराले चाहिँ सासूले चाहिँ होइन ससुराहरूले अनि ससुराहरूले है उहाँको आफन्तहरूले उहाँको दाजुभाइहरूले मेरो ज्वाइँहरूले अनि सालोहरूले सबैले मलाई अब तिम्रो छोराछोरी जेसुकै गरोस् हाम्रो बहिनी लान्छु हाम्रो छोरी लान्छु भन्ने कुरासम्म आयो एक दिन त लगिएकै हो छोराछोरी पनि लगिएकै हो 3 दिनसम्म लगियो है 3 दिनसम्म बेलुका आउँछ कि भनेको आएन भोलिपल्ट आउँछ कि भनेर आएन 3 दिनपछि म पनि गयो है म आफै लिनु गयो ल जाऊ भनेको त अब छोराछोरी आमा बाउले पठायो भने आउने है आउने सुरमा छ श्रीमतीको मन चाहिँ मैले झाँसिरहेको थियो है तर आमा बाउको अलिकति धाक धम्कीमा चाहिँ उ बसिरहे तर पछि भोलिपल्ट चाहिँ मलाई यस्तै भेला गरेको रहेछ उनीहरूले भेला गरेर मलाई अलिकति चेतावनी दियो अनि त्यो भूत पूजाहरू गरेको मासुहरू खुवायो मैले खाएन दाँतले चबाएर बस्यो है खान सकेन तपाईले प्रभुलाई निल्न सकेन प्रभुलाई विश्वास गरेको कारणले हजुर यो मैले एकदम दुःख लाग्छ मैले चबाएन मैले निल्न सकेन मेरो प्रभुलाई मैले याद गरेँ अनि मैले त्यो हातमा राखे अनि म फर्केर फेरि त्यहाँबाट आउँदै गर्दा बाटोमा फालेर आयो अनि श्रीमती पनि आयो छोरी पनि आयो यहाँ घरमा आउँदाखेरि पनि छुटेर बस्नु पर्यो है घर परिवारबाट आमा बुवाबाट छुटेर बस्नु पर्ने स्थिति आयो हजुर अनि त्यस कारणले गर्दा छुटेर पनि बस्यो अनि त्यो गर्दाखेरि मेरो फेरि त्यसपछि धेरै चारैतिरबाट आक्रमण भयो अनि हामीलाई खेद्ने भन्ने कुराहरू अनि उनीहरू जम्मा गर्ने सभा कचेरी गर्ने भन्ने कुराहरूमा जहिले पनि हामीहरूलाई पक्रिने मान्छेहरू आयो साथीहरू आफ्नै मान्छेहरू आएको हो त्यतिखेर पक्रिनलाई आफ्नै मान्छेहरू आफ्नै दाजुभाइहरू आउनुभयो तर हामीले यही नै आउने भाइ यही नै आउनुहोस् भनेर उहाँहरूलाई फर्काइदियो आउनु सकेन अनि 49 सालको मङ्सिर महिनामा चाहिँ हामी गराको गुनामा संगति गर्दै थियौँ बिहान अनि त्यहाँ पनि संगति गर्दै थियो गीत सिकाउँदै थियो गीतहरू सिकाउँदै थियो भजनहरू सिकाउँदै गर्दाखेरि उहाँहरू कौलेबाट आउनुभयो अनि उहाँहरूबाट पनि त्यो कानुनको बुक नै च्यातियो है च्यातियो किसिमतिर चौरतिर लगियो अनि त्यहाँतिर लगिएपछि 2049 सालतिरको कुरा 2049 सालतिर चाहिँ यो कानुन संविधानको कुराहरू नै लेखिएको थियो त्यतिखेर संविधानको बुक नै लेखिएको थियो पाएको थियो धार्मिक कुराहरू त्यहाँ खुलाएको थियो हैन संविधान हजुर अब धर्म स्वतन्त्र हुन्छ हजुर बहुदल आएपछि भन्ने कुराहरू लेखिएको रहेछ कानुनको बुकमा मैले पढ्न पाएन तर यो गणेशको एउटा किताब आउँछ नि त्यही किताब जस्तै गरी कानुनको बुक ठुलो किताब पाएको थियो मोटो किताब आएको थियो त्यही नै चाहिँ खोसेर उहाँहरूले हातले समातेर फालिदियो अनि त्यो खाइदियो एकजना बुढो अनि उहाँ अस्ति 1 वर्ष भयो उहाँ बितेर हजुर है अनि यस्तोसम्म गर्यो अनि त्यो चौरतिर लगेर त्यो माने माथि देउराली माथि राखेको त्रिशूलहरू पनि उहाँहरूले सोरेर लगेर अनि त्यो पोखरी भित्र फालेको रहेछ हामीले टिपेर अनि यहाँ राखेको छ हामीले भन्ने आरोपसम्म लाग्यो हामी त्यही फेरि चौकीसम्म गयो चौकीमा पनि
हामीले सबैजनाले गर्दाखेरि हामी 6-7 जनाले 6-7 घरले दण्ड पनि तिर्यो है। कति तिर्नुभयो दण्ड हामीले त्यतिखेर कति हो 350 कि कति हो तर घरै बिची बाँड्दाखेरि 350 कि कति चाहिँ पुग्यो सबैजनालाई गर्दाखेरि पुग्न चाहिँ अब दण्ड कति तिर्यो हो तर मेरो भागमा चाहिँ 350 कि त्यो पनि 3-4 हजार जति मलाई लाग्यो त्यतिखेर पैसा नभएको बेलामा। साउहरूलाई ऋण गर्नु पर्थ्यो। अब तिमीहरू लखर छ यहाँबाट हाम्रो ऋण तिमीहरूले राखेर जान्छ अब हामी तिमीहरूलाई ऋण दिँदैन भन्ने अवस्थासम्म हामीलाई पुग्यो। ल त्यसो भए हामी भोकै होस् नाङ्गै होस् तपाईँहरूलाई ऋण दिएन भने पछि तिर्नै पर्ने हो भनेर हामी जहाँ गए पनि तपाईँको ऋण हामी तिर्न चाहन्छु नि तिर्न आउँछु भनेको पत्ता आएन ऋण पनि दिएन है दिएन ऋण क्रिस्चियन भएको कारणले गर्दा ऋण नदिएको। हजुर हामी अनि यो छिमेकीहरूमा बच्चाहरूलाई अनि आगो लिन समय दिएन आगो लिन समय दिएन भित्र पस्न समय दिएन त्यस्तोसम्म भएको थियो है। अनि बच्चाहरूलाई आगो त्यतिखेर जसको घरमा आगो छ मेरो घरमा आगो छैन र भएको घरमा चाहिँ आगो लिने चलन थियो। सलाई प्रशुद्ध भएको थिएन लाइटर पनि प्रशुद्ध भएको थिएन तर कपासमा तेल हालेर अनि आउने किन्नु पर्ने लाइटर थियो त्यो पनि त त्रिशुली पुग्नु पर्ने थियो त्यतिखेर। तर कसैकोमा ढुङ्गामा त्यो ढुङ्गामा यसो धुलो कपडाको धुलोमा आगो पार्ने बेला थियो त्यतिखेर पनि है। अनि हुन त लाइटर र सलाई काठको सलाई आउँदथ्यो त्यतिखेर पनि धारामा आउन दिएन अनि आगो लिन माग्न जाँदाखेरि पनि आउन नदिएको थियो त्यतिखेर। अनि 49 सालमा चाहिँ 49 सालको मङ्सिरतिर म धादिङ गएको थियो। आउँदै गर्दै कि साथीहरूले यहाँ त लगार्दै रहेछ खेत्दै रहेछ अनि लोक हामी पनि बस्नु नहुने रहेछ भनेर हामी त्यति माथि डाँडातिर गएर प्रार्थना गर्यो है। प्रार्थना गर्यो अनि फेरि माथिसम्म गाउँमा पुगेर प्रार्थना गरेर एक ठाउँमा पुगेर हामी प्रार्थना गरेर सङ्गति गरेर अनि अलिकति उज्यालो भएपछि भोलिपल्ट खरा आयो अनि साँझ परेपछि बस्नै नपाउने साँझ परेपछि बस्नै नपाउने उहाँहरू काउलेबाट आउने भाल्चेबाट आउने ताजीबाट आउने सबै चारै दिशाबाट उहाँहरूले चाहिँ क्रिस्चियनहरूले चाहिँ यो ठाउँबाट लखर्ने भन्ने कोसिस गर्नु भएको। हजुर अनि काउलेको मान्छेलाई हाम्रो गाउँको माथि बस्न दिँदैन हुँदैन हाम्रो घरको गाउँको सिरानमा हो भनेर चाहिँ भन्ने। अनि फेरि यताकोले पनि भाल्चेले गर्यो भने हाम्रो इलाकामा बस्नु हुँदैन भन्ने। अनि यताकोले पनि चाहिँ फ्युक्रीकोले हारले भने चाहिँ फ्युक्रीको हारले पनि चाहिँ हाम्रै सिमानामा बस्नु हुँदैन अब खेर्नै पर्छ भन्ने कुराहरू आयो। तापनि हामीले जबरजस्ती यहाँ प्रार्थना गर्दै बस्दै गर्दा सङ्गति गर्दै गर्दा पहिला सुरुमा पास्टरको घरमा सङ्गति गरेको थियो अनि उहाँहरूले त्यो सङ्गति चाहिँ उठाइदियो। हजुर उठाइदियो। पास्टरको घर नै जम्मै यत्रो त्यो फालकले छाएको घर थियो। फालकलाई ढुङ्गाले थिच्नु पर्दथ्यो अनि त्यो ढुङ्गा उचाल्दै कोदोको भगारीमा हान्दै गरेर कोरोको भगारी 2टा भगारी जम्मै चपचुप पार्दियो अनि 50-60 गरेर फर्सी जम्मै पार्दियो जम्मै चपचुप पार्दियो है। त्यति बेलामा चाहिँ म काठमाडौँ थिएँ बलुवा छिक्नलाई अनि त्यस्तो अवस्थामा म अब त्यो काठमाडौँमा थियो मेरो मनमा चाहिँ एकदम दुःख पर्यो त्यतिखेर दुःख लाग्यो घरबाट के सम्झार आउने होला भनेर चाहिँ चिन्ता परेको थियो। अनि घरमा गाउँमा त्यस्तो भएको रहेछ। त्यही बेलामा मेरो कान्छो छोरो जन्मिएको त्यही 1 हप्ता 4 दिन भएको मेरो कान्छो छोरो जन्मिएको त्यतिखेर प्रकाश। अनि फेरि 1 हप्तामा त यहाँ सारा गाउँले उठाएर जम्मैलाई चाहिँ घर जम्मै धुलोपिरो पारिदिएको रहेछ। अनि बस्ने नहुने कुखुरा मार्दिने के गरेको कुखुरा सुखुरा सबै मारिदिने सबै लहार्ने घर सुत भत्काइदिनु भयो। जसै अब 2048 सालदेखि तपाईँहरू मण्डली यो ठाउँमा स्थापित गर्नु भएको छ। त्यो विभिन्न सतवाडहरू भोगेर विभिन्न सतवाडहरूसँग लडेर तपाईहरुले प्रभुलाई कहिले छोड्नु भएन स्थिरता रहनु भयो र यो ठाउँमा अहिले प्राय जसो लगभग यो मण्डलीमा आउने विश्वासीहरूको संख्या कति जना छ? अहिले विश्वासीहरूको संख्या
अब हाम्रो मण्डली छुट्टिएर पनि 930-35 जना छ। 930-35 जना भनेपछि तपाईँहरू त्यतिखेर 48 सालतिर कति घरले विश्वास गर्नुभएको थियो प्रभु? 48 सालमा हामी 7 घर विश्वास 7 घरले भनेपछि 7 घरले यो भाल्जे किस्पाङ वार्ड नम्बर 1 को सबैलाई जित्नु भयो प्रभुमा। अनि तपाईँ अहिले यो मण्डलीको पास्टर रूपमा सेवाकार्य गर्दै हुनुहुन्छ? म मण्डलीमा चर्चमा अहिले सहायक पास्टरको रूपमा मलाई अभिषेक गर्नुभएको छ, चुन्नु भएको छ। अभिषेक गर्नुहुन्छ? त्यही अवस्थामा म बसिरहेको छु, काम गरिरहेको छु। भनेपछि तपाईँ कति वर्ष पुग्नु भयो अहिले? अहिले म 24 सालको जन्म हो। 24 सालको जन्म। अहिले म 57 नाङ्गे भनौँ न 58 मा थालिरहेको छु। कति वर्षतिर तपाईँले प्रभुलाई पाउनु भएको थियो त्यतिखेर? 48 साल भनेपछि तपाईँको वर्ष उमेर चाहिँ कति थियो त्यतिखेरको समयमा? ठ्याक्कै मलाई त याद भएन। अनि 44 सालमा छोरी जन्मेको, त्यसपछि 48 सालमा मैले विश्वास गरेको है। त्यसमा घटाउँदाखेरि कति पर्छ हो सरले? 24 साल नै हो। 24 साल, हजुर 24 सालतिर होला। जवान अवस्थामै उहाँले धेरै सदाबाट भोग्नु भएको रहेछ हैन? हामीले अब त्यतिखेर प्रार्थना पनि अलि ठ्याक्क मिल्नेर अनि आरामसित बसेर प्रार्थना गर्न नपाउने थियो। त्यतिखेर कतिखेर आउँछ भन्ने चाहिँ थाहा हुँदैन थियो। तर प्रार्थना गर्ने पनि अलि छटपटेर होइन, आफ्नो घरमा गर्नुभन्दा पनि अलिकति माथि गएर घर नभएको ठाउँतिर गएर एकान्त ठाउँमा गएर प्रार्थना गर्ने अवस्था थियो त्यतिखेर। भनेपछि तपाईँहरूको प्रार्थना प्रभुले सुन्नुभयो, यो ठाउँमा यो गाउँमा प्रभुले जित्नुभयो, प्रभुको राज्य विस्तार भएको छ। हुन्छ, यहाँ सबैजनालाई जय मसीह भन्न चाहन्छु। अहिले हामीसँग पास्टरको गवाई हामीले सुन्यौं। यो गवाई हेर्दै गर्नुहुने दर्शक महानुभावहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? प्रभुमा कसरी विभिन्न शब्दवाटहरूसँग कसरी लड्ने र कसरी जित्ने भन्ने कुरामा तपाईँ के भन्नुहुन्छ? छोटो सन्देश अन्तिम अवस्थामा। अब हामी सुरुमा त्यस्तो अवस्थामा परमेश्वरलाई विश्वास गरे, जस्तो सङ्कष्टमा पनि हामीले परमेश्वरको वचनलाई नत्यागिकन, प्रभुले भने नछोटिकन परमेश्वरले चुन्नुभयो। अहिलेसम्म प्रभुसँग स्थिर बसेका छौँ। यतिजना अहिले 930-35 जनाको मध्येमा माथिको मण्डलीमा पनि 250 जने जति छ। खानपान गर्दाखेरि 9-10-1100 चन्जुन विश्वासीहरूले आत्मा जितेको छ, उहाँहरूको आत्मा बचाएको छ। त्यसै गरी नै अब हरेक विश्वासीहरूले, मण्डलीका सम्पूर्ण अगुवाजन, सम्पूर्ण विश्वासीहरूले पनि अबको आउने समयहरूमा पनि अब राम्रै कुरा त, राम्रै समय त आउँदैन है, शान्तिको समय त आउँदैन। त्यस्तो अवस्थामा पनि, जस्तो सुकै अवस्थामा पनि परमेश्वरलाई नबिर्सिनु भन्न चाहन्छु। हुन्छ, जय मसीह। यो समयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी यो समय हामी छुट्नेछौँ। जय मसीह सर। जय मसीह।